हेलो एभ्रिवान आज हामी बाबा र म सुन्दाराको टुर गर्नला छौँ तपाईहरुले लास्ट समय हेर्दिनुहुन्छ भनेर एक्सपेक्ट गरेको छु बाबा र म मजाले कुरा गर्दा गर्दै इन्जोय गर्दा गर्दै सुन्दाराको लागि चाहिँ निस्क्यौं अनि म आफ्नो लोकल ल्याङ्ग्वेजमा कुरा गर्दै थिएँ तपाईले सुन्न सक्नुहुन्छ अनि गाडीमा गएर बस्यौं र बाबासँग मैले के कुरा गरिरहेको थिएँ है त सुन्नुस् है म बाबालाई लिटरली 11,000 को शपिङ गराइदिनु भन्दै थिएँ किनभने मेरो बाबालाई चाहिँ पैसा भनेपछि चिडाउन एकदम मजा आउँछ पैसा खर्चै गर्ने मान्छे नि त अनि पकेटमा यति धेरै पैसा हुन्छ सो म बाबालाई चाहिँ पैसाको कुरा निकालेर चाहिँ इन्जोय गराउँदै थिएँ कि हामी फाइनली सुन्दारा पुग्यौं अनि टिकट पनि लियौं ओल्ड सिटिजनशिपको चाहिँ 200 बाट डिस्काउन्ट गरेर 100 थियो 200 रहेछ लिटरली नेपाली मान्छेहरूलाई चाहिँ सुन्दारा झरेको अनि त्यहाँदेखि हामी इन्ट्री गर्यौं भित्र बाबा र म एकदम एक्साइटेड थियौं हैन अनि बाबासँग कुरा गर्दै म इन्जोय गराएको थिएँ हाई पनि गरिरहेको छ मेरो बाबा सो ज्ञानी होइसिन्छ अनि बाबालाई मैले एक राउन्ड लाउन पठाएँ र मैले भिडियो सुट गरेँ बाबाको अनि बाबा चाहिँ मजाले लुक एट माई बाबा यार लुक एट द ब्युटी ओह माय गॉड तर आर्टिफिशियल ब्युटी हजुर के भने यसरी बाबामा कुरा गर्दा गर्दै चाहिँ फाइनली सुन्दाराभित्र छिर्यौं अनि त्यहाँ एलिभेटरमा जाने र अनि भर्याङचोर जाने बाटो भनेर लेखेको थियो अनि त्यहाँ भर्याङ रहेछ म भन्ज्याङ जाने बाटो भनिदिरहेँ पढ्नु पनि नजाने भएछु भने क्या अनि फेरि हामी चाहिँ माथि जाँदाखेरि लिफ्ट चढेर जाने भनेर डिसिजन लियौँ किनभने माथि चढ्दाखेरि कालो हुन्छ नि गाई सो टायर हुन्छ होइन अनि यहाँ सेक्युरिटीले चाहिँ हामीलाई मात्र भर्याङमा लिएर जानुभयो र हामी भर्याङ चढेर माथि चढ्न रेडी भयौँ फाइनली हामी माथि पुगिसक्यो गाइस आज क्लाउडी डे भएको भएर एक्सपेक्टेसन नगरौँ त्यति राम्रो क्लियर देखिन्छ उपत्यका भनेर तर हामी एकदम एक्साइटेड छौँ मान्छेहरू पनि धेरै हुनुहुन्छ त्यहाँ अनि यु क्यान सी हामीहरू रमाउँदै अनि त्यो सुन्दाराको वरिपरि 2 राउन्ड लाउँदाखेरि मान्छेहरू अहिले मैले भिडियोमा देखेँ अमेजिङ आइजले हेर्दै हुनुहुन्थ्यो तर हामीलाई कसैको मतलब थिएन मैले बाबालाई सिनारियो देखाउँदै बाबा हेर्छु त्यहाँदेखि यो चाहिँ त्यो हुन्छ नि हाम्रो त्यो एरियाहरू देखाइरहेको थियो अनि त्यसपछि फोटोहरू पनि थुप्रै खिच्यौँ हामीले अनि बाबालाई चाहिँ मैले बाबाको अफकोर्स केटा मान्छेलाई फोटो भिडियो खिच्न किन बोर लाग्छ अनि बाबालाई पनि भिडियो बनाउनु कस्तो बोर लागिरहेको थियो त पनि मैले युट्युबको लागि सर्ट भिडियोहरू यति धेरै लिए बाबालाई पुरा बोर हुने टाइपले तर बाबा चाहिँ बोरै होइसेन क्या अनि यसरी बाबा गइरहेको भिडियो बनाएँ हामी एज अ फ्रेन्ड जस्तो इन्जोय गरिरहेको थियौँ कि लिटरली होइन अनि मलाई चाहिँ एकदम रमाइलो फिल भइरहेको थियो अनि फर्स्ट टाइम होला बाबासँग यसरी घुमेको म आइम सो एक्साइटेड अनि बाबा पनि एक्साइटेड पहिलाको पुरानो दररा चर्सेको थियो अरे अनि त्यहाँ चाहिँ वालमा चाहिँ भर्याङहरू भएर त्यो वाललाई चाहिँ होल्ड गर्दै जानुपर्ने हुन्थ्यो अरे अनि यसरी मैले बाबाको मेरो हिरो बाबाको राम्रो फोटो भिडियोहरू बनाएँ अनि उहाँलाई पनि फोटो भिडियो खिच्न एकदम रड लाग्दो रहेछ हैन
अनि यसरी हामी दुईजनाले नै फोटो भिडियो खिच्दै कुराकानी गर्दै इन्जोय गर्दै टाइम स्पेन्ड गर्यौँ। घुमिसकेर हामी अब जाने टाइम भयो। जाँदाखेरि बाबाले चाहिँ यु नो वाट, बाबाले पुरै भर्याङहरू गर्ने रे। पहिला गन्सेको थियो अरे समथिङ कति छ भनेर भन्छन् त्यही 180 कि समथिङ भन्छ थियो। एक्ज्याक्टली रङ हुनसक्छ उहाँको काउन्ट, बट बिर्सिसकेको पनि हुनसक्छ। बट अहिले पनि बाबाले चाहिँ काउन्ट गर्ने रे कि। मलाई यस्तो हाँसो लागिरहेको थियो काउन्ट गर्ने भनिसकेपछि होइन भर्याङहरू। तै पनि सोखे उहाँको मन। गाइस मैले गनी गनी बाबालाई चाहिँ होइन काउन्ट गरेको पनि बिर्सिसकेको थियो कि बाबाले होइन, किनभने मैले चाहिँ बिचमा यति धेरै डिस्टर्ब गरेँ कि बाबाले सबै बिर्सिसक्यो। हामी बाहिर निस्केर पुरानो सुन्धाराको नि याद आयो रे बाबालाई। अनि मैले यो भिडियोमा क्याप्चर गरेँ। अनि नयाँ सुन्धारा दुइटै बाबाले चाहिँ कम्पेयर गरेर राखेको थियो। अनि त्यसपछि हामी सुन्धारा जहाँदेखि सुनको धारादेखि पानी आउँथ्यो त्यो लिटरली सुकेर अनि यस्तो भइसकेको छ। हामीले त्यो हेऱ्यौँ अनि बाबाले यहाँदेखि पानी आउँथ्यो भन्दै हुन्थ्यो। मेरो क्यामेराम्यान नाजुक अब हामी गयो होइन, यसो धारा रासहरू राम्रो थिएन। यसरी हामीले चाहिँ पुरै सुन्धारा घुमेर भ्याएर सक्यौँ। कुराकानी गर्दै फोटो खिच्दै इन्जोय गर्दै रमाइलो गर्दै भिडियो बनाउँदै अनि होइन। अनि होप यु गाइस सबैले आफ्नो बाबालाई यसरी नै माया गर्नुहुनेछ र तपाईँहरूले मेरो भिडियोलाई माया गर्दै अनि लाइक सब्सक्राइब अनि सेयर गर्नुहुनेछ भन्ने आशा गर्छु। सी यु इन नेक्स्ट ब्लग। बाई बाई, हेभ अ गुड टाइम।